ल, एकछिन कल्पना गर्नुहोस् त, तपाईँ एउटा घर बनाउँदै हुनुहुन्छ। इँटा र सिमेन्ट थुपार्नुभन्दा पहिले तपाईँलाई के चाहिन्छ? पक्कै पनि एउटा बलियो जग र स्पष्ट नक्सा, होइन र, जसलाई हामी ब्लुप्रिन्ट भन्छौँ। हेर्नुहोस्, शिक्षाको क्षेत्रमा पनि परीक्षा वा मूल्याङ्कन तयार गर्नु भनेको ठ्याक्कै त्यही घर निर्माण गर्नु जस्तै हो। यदि कुनै ठोस योजना बिना नै प्रश्नहरू धमाधम बनाउन थालियो भने नि त्यो परीक्षा एकदमै असन्तुलित र प्रभावहीन हुन पुग्छ। आजको यस विश्लेषणमा हामी त्यही शैक्षिक ब्लुप्रिन्ट र सोचका विभिन्न स्तरहरूको पछाडि लुकेको विज्ञानको बारेमा गहिरो चर्चा गर्दैछौँ। अब यो एउटा ठूलो प्रश्नमा गहिरिएर हेरौँ। शिक्षा क्षेत्रमा सधैँ उठ्ने एउटा प्रमुख टाउको दुखाइको विषय नै यही हो। विद्यार्थीलाई कति तथ्यहरू याद छ भनेर त्यो सुगार रटाई मात्र जाँचेर कहाँ पुग्छ र, होइन? एउटा परीक्षा साँच्चै निष्पक्ष छ र यसले सामान्य स्मरणदेखि लिएर जटिल सृजनात्मक सोचसम्मका सबै स्तरहरूलाई समेटेको छ भनेर कसरी पक्का गर्ने त? हो, यसको उत्तर एउटा विशेष उपकरणमा लुकेको छ। र त्यो जादुई उपकरण हो विशिष्टीकरण तालिका, जसलाई अङ्ग्रेजीमा स्पेसिफिकेसन टेबल वा सजिलो भाषामा ब्लुप्रिन्ट भनिन्छ। यो एउटा यस्तो मास्टर प्लान हो जसले परीक्षाको सम्पूर्ण ढाँचा छर्लङ्ग पारिदिन्छ। कुन पाठबाट कति प्रश्न सोध्ने, ज्ञानको कुन स्तर जाँच्ने अनि अङ्क कसरी बाँड्ने, यो सबै कुरा यसले प्रश्न तोकिदिन्छ। यसले गर्दा सम्पूर्ण मूल्याङ्कन एकदमै न्यायपूर्ण र प्रभावकारी बन्न पुग्छ। आजको हाम्रो यो यात्रामा हामी सरसर्ती मूल्याङ्कनको रूपरेखा, ब्लुमका 6 स्तरहरू र गणित तथा विज्ञानमा यसको प्रयोग हेर्नेछौँ। त्यसपछि ब्यारेटको पठनबोध हुँदै कसरी सिकाइलाई रटेर सम्झने परम्परा भन्दा पर लैजान सकिन्छ भन्ने कुराको विश्लेषण गर्नेछौँ। सुरु गरौँ खण्ड 1, मूल्याङ्कनको रूपरेखाबाट। एउटा पनि प्रश्नपत्र तयार गर्नुअघि यो ब्लुप्रिन्ट किन यति महत्त्वपूर्ण छ त आउनुहोस् हेरौँ। यस विशिष्टीकरण तालिकाले मुख्यतया 4वटा एकदमै महत्त्वपूर्ण कुराहरू समेट्छ। पहिलो, कुन कुन पाठ वा विषयवस्तुबाट प्रश्न आउने हो। दोस्रो, ज्ञान, बुझाइ वा प्रयोग जस्ता कुन संज्ञानात्मक स्तर हामी परीक्षण गर्दैछौँ। तेस्रो, प्रत्येक प्रश्नको अङ्कभार कति हुनेछ। र चौथो, परीक्षाको कुल अङ्क कति हुनेछ। यी कुराहरूले प्रश्नपत्र सन्तुलित छ र सबै क्षेत्रमा ध्यान पुगेको छ भन्ने कुरा ग्यारेन्टी गर्छन्। अब जाउँ खण्ड 2 तर्फ, ब्लुमका 6 स्तरहरू। बेन्जामिन ब्लुमले सन् 1956मा विकास गरेको र 2001मा परिमार्जन गरिएको यो निकै प्रख्यात वर्गीकरण हो। यसलाई ज्ञानको एउटा सिडी जस्तै सम्झिनुहोस्। सबैभन्दा तल्लो खुड्किलोबाट सुरु गरौँ, स्मरण, जहाँ तथ्य र परिभाषाहरू याद गरिन्छ। अलि माथि गएपछि बुझाइ आउँछ, जहाँ जानकारीलाई आफ्नै शब्दमा व्याख्या गरिन्छ। तेस्रो खुड्किलो हो प्रयोग, अर्थात् सिकेको कुरालाई व्यवहारमा लागू गर्ने। चौथोमा विश्लेषण, जहाँ जानकारीलाई टुक्रा टुक्रा पारेर हेरिन्छ। पाँचौँमा मूल्याङ्कन, जसले निर्णय लिने र तर्क गर्ने सिप जाँच्छ। र सबैभन्दा माथि उच्च स्तर हो सृजना, जहाँ बिल्कुलै नयाँ विचार वा उत्पादन तयार गरिन्छ। यो आधारभूत रटाइदेखि लिएर जटिल सृजनात्मक सोचसम्मको एउटा सुन्दर यात्रा हो। तर अब प्रश्न उठ्छ, यी सिद्धान्तहरूलाई कक्षा कोठामा साँच्चै कसरी उतार्ने त? खण्ड 3, गणित र विज्ञानमा ब्लुम। यसका केही व्यावहारिक प्रयोगहरू हेरौँ। गणितकै उदाहरण लियौँ न। स्मरण स्तरमा एकदमै साधारण प्रश्न सोधिन्छ, जस्तै पाईको मान कति हो। हेर्नुहोस्, यो त केवल स्मरण शक्तिमा भर पर्ने कुरा भयो, गुगलले 1 सेकेन्डमै बताइदिन्छ नि। तर जब हामी बुझाइ स्तरमा पुग्छौँ, किन 2 को पावर 0 बराबर 1 हुन्छ व्याख्या गर्नुहोस्, जस्ता प्रश्नले अवधारणा नै बुझेको खोज्छ। र सिधै सिर्जना स्तरमा पुग्दा त विद्यार्थीलाई आफ्नै दैनिक समय तालिका बनाएर गणित ठ्याक्कै कहाँ प्रयोग हुन्छ स्पष्ट पार्न लगाइन्छ। यसरी रट्ने कुरालाई पन्छाएर उच्च स्तरको सृजनात्मक सिपलाई अगाडि बढाइन्छ। विज्ञानमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ। प्रयोग स्तरमा विद्यार्थीहरूले पानी उमाल्ने जस्ता ल्याबका कामहरू गर्छन्। अलि माथि मूल्याङ्कनमा पुगेपछि पुनः प्रयोग गरिएका वस्तुहरू, अर्थात् रिसाइकल गरिएका प्लास्टिक प्रयोग गर्नु उचित हो कि होइन भनेर तर्क र निर्णय गर्न लगाइन्छ। अनि अन्त्यमा सृजना स्तरले उनीहरूलाई वातावरण संरक्षण सम्बन्धी आफ्नै नयाँ विज्ञान पोस्टर डिजाइन गर्न प्रेरित गर्छ। यी उदाहरणहरूले विद्यार्थीलाई सामान्य तथ्यबाट निकालेर कसरी वास्तविक संसारको समस्या समाधान गर्नतर्फ डोर्याउँछन् भन्ने प्रश्न पार्छ। अब लागौँ खण्ड 4 तर्फ, ब्यारेटको पठन बोध।
हाम्रो ध्यान अलिकति भाषा र पठन सिपतर्फ सारौं। सन् 1960 को दशकमा डाक्टर थोमस सी ब्यारेटले ल्याउनु भएको यो संरचना एकदमै गजबको छ। ब्यारेटका यी 5 स्तरहरू पनि ब्लुमको जस्तै तलबाट माथि उठ्दै जान्छन्। पहिलो शाब्दिक बोधले पाठमा जे लेखेको छ दुरुस्तै त्यही बुझ्ने कुरा जनाउँछ। दोस्रो पुनर्संगठनले छरिएका जानकारीलाई मिलाउने काम गर्छ। तेस्रो अनुमानात्मक बोध हो। चौथो मूल्याङ्कनले पाठको गुणस्तर र पात्रको निर्णयको समीक्षा गर्छ। र अन्तिम प्रशंसाले चाहिँ व्यक्तिगत र भावनात्मक प्रतिक्रिया जस्तै कुन भाग सबैभन्दा रमाइलो लाग्यो भन्ने कुरालाई जनाउँछ। यसमध्ये मलाई सबैभन्दा रोचक लाग्ने स्तर भनेको अनुमानात्मक बोध हो। यसले पाठमा सिधै नलेखिएका कुराहरू अर्थात् लाइनहरू बीच लुकेको अर्थ बुझ्न मद्दत गर्छ। यो उदाहरण सुन्नुस् त, नभनिए तापनि पात्र किन दुखी थियो जस्तो लाग्छ? यस्ता प्रश्नहरूले सिकारुलाई केवल पाठमा भर पर्नुको सट्टा प्रमाणको आधारमा तार्किक निष्कर्ष निकाल्न र भविष्यवाणी गर्न बाध्य बनाउँछन्। साँच्चै भन्ने हो भने यो स्तरले सोचाइलाई एकदमै गहिरो बनाउँछ। खण्ड 5, ब्यारेटको संरचना किन प्रयोग गर्ने? त्यसो भए शिक्षकहरूले पाठ योजना बनाउँदा यो संरचनालाई नै किन रोज्नुपर्छ त? यसले शिक्षकहरूलाई उत्कृष्ट मूल्याङ्कन निर्माण गर्न कसरी प्रत्यक्ष रूपमा सघाउँछ भन्ने कुरा आउनुहोस् हेरौं। यसका केही निश्चित उद्देश्य र फाइदाहरू छन् जसले सिकाइ प्रक्रियालाई पूरै परिवर्तन गरिदिन सक्छन्। पहिलो र सबैभन्दा ठूलो फाइदा, यसले हामीलाई एउटै खाले बोरिङ प्रश्नहरू सोध्नबाट बचाउँछ। ब्यारेटको संरचना प्रयोग गर्दा प्रश्नहरूमा सोच्ने सिपहरूको एकदमै विस्तृत दायरा समेटिएको छ भन्ने पक्का हुन्छ। यसले गर्दा हाम्रो मूल्याङ्कन कहिले पनि एक आयामी वा झुर हुँदैन। दोस्रो कुरा, यसले विद्यार्थीको पठन स्तरको मूल्याङ्कन गर्न एकदमै स्पष्ट मापदण्ड दिन्छ। सामान्य तथ्य खोज्न सक्ने क्षमतादेखि लिएर विद्यार्थीले कति गहिरिएर विश्लेषण गर्न सक्छ भन्ने कुरा नाप्नको लागि यो संरचना एउटा अचूक हतियार साबित हुन्छ। अनि अर्को महत्त्वपूर्ण पक्ष भनेको शिक्षणमा भिन्नता ल्याउनु हो। हेर्नुस्, कक्षा कोठामा सबै विद्यार्थी एकै नासका हुँदैनन् नि, होइन र? यो संरचना प्रयोग गरेर अलि सङ्घर्ष गरिरहेका विद्यार्थीहरूका लागि सरल शाब्दिक प्रश्नहरू दिन सकिन्छ र अलि अगाडि बढेका विद्यार्थीहरूलाई अनुमानात्मक र मूल्याङ्कनात्मक प्रश्नहरू तिर्स्याउन सकिन्छ। यसरी कोही पनि विद्यार्थी पछाडि छुट्दैनन् र सबैले आफ्नो स्तर अनुसारको चुनौती पाउँछन्। र यसको मुख्य अन्तिम उद्देश्य भनेकै आलोचनात्मक सोचलाई बढावा दिनु हो। यो संरचनाले विद्यार्थीहरूलाई त्यो तथ्य रट्ने साधारण घेराबाट बाहिर तानेर ल्याउँछ। उनीहरू आफै व्याख्या गर्न सक्ने र आफ्नै स्वतन्त्र निर्णय गर्न सक्ने स्तरमा पुग्छन्। वास्तविक शिक्षाको मुख्य लक्ष्य पनि त आखिर यही नै हो। र अन्तमा खण्ड 6, रटेर सम्झने भन्दा पर। हामीले अहिलेसम्म चर्चा गरेका यी सबै कुराहरूलाई सँगै राखेर हेर्दा समग्र शिक्षा कसरी माथि उठ्छ त? मुख्य सन्देश नै यही हो। जब कोही शिक्षकले विशिष्टीकरण तालिका अर्थात् ब्लूप्रिन्टसँगै ब्लुम र ब्यारेटका वर्गीकरणहरूलाई जोडेर प्रयोग गर्नुहुन्छ नि, तब सिकाइ एउटा बोरिङ यान्त्रिक प्रक्रिया मात्र रहँदैन। यसले शिक्षालाई केवल स्मरणको जेलबाट मुक्त गरेर विद्यार्थी केन्द्रित, अर्थपूर्ण, गहन आलोचनात्मक सोच र सृजनात्मक बुझाइतर्फ डोर्याउँछ। सही अर्थमा सन्तुलित र न्यायपूर्ण मूल्याङ्कन भनेको नै यही हो। जाँदै आफैलाई एउटा प्रश्न सोधौं। हाम्रा वरपर चलिरहेका परीक्षा र मूल्याङ्कनका तरिकाहरूलाई नियाल्दा के हामी अझै पनि तथ्यहरू स्मरण गर्ने त्यही पुरानै तल्लो स्तरमै अड्किएका छौं? वाह, हामीले साँच्चै हाम्रा सिकारुहरूलाई ब्लुमको सृजना र ब्यारेटको प्रशंसा जस्ता उच्च स्तरहरूतर्फ धकेलिरहेका छौं त? यी शक्तिशाली उपकरणहरू बुझिसकेपछि हामीले मूल्याङ्कनलाई हेर्ने दृष्टिकोण पक्कै फेरिनुपर्छ। आशा छ यो विश्लेषणले तपाईहरूलाई मूल्याङ्कनको ढाँचालाई अझ सन्तुलित र प्रभावकारी बनाउन मद्दत गर्नेछ।